आशा हराएको बेला हामीले एउटा आशा जगायौँ र ठीक 50 वर्षपछि देशमा अहिले फेरि एउटा आशा हराएको छ। हामी गरिबीको एकदमै चपेटामा परेका छौँ। हाम्रा युवाहरू सब पलायन भएका छन्। हिजो वन विनाशले गर्दा संरक्षण गर्नुपर्ने अवस्था थियो, त्यो हामी अब्बल भयौँ। आज अब संरक्षणले मात्रै भएन, हाम्रो अर्थतन्त्र अहिले डामाडोल छ। हाम्रा युवाहरू सबै पलायन भएका छन्। त्यस कारणले अब अर्को आशा जगाउनु पर्ने, वन क्षेत्रले आशा जगाउनु पर्ने आवश्यकता छ। त्यही भएर हामीले लामो समयसम्म नेपाल सरकारसँग वकालत गर्यौँ। हामीले वन क्षेत्र खास गरी एउटा संरक्षण क्षेत्र मात्रै होइन, अब वन क्षेत्र संरक्षणको हिसाबले त एउटा संस्थागत भयो। अब नेपालमा वन विनाश हुन्छ, वन सकिन्छ, वन यसो हुन्छ उसो हुन्छ भन्ने त्यो इतिहासलाई सम्झेर काम छैन। कि वन रिन्युएबल नवीकरणीय ऊर्जा हो। अब यो वन हामीले 5 वर्षमा सके पनि 15 वर्षमा हराभरा बनाउन सक्छौँ भनेर हामीले एउटा ज्ञान निर्माण गरिसकेका छौँ। सामुदायिक वनको विश्वविद्यालयले अब वन कसरी सकिन्छ, वन कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर हामीले हजारौँ पिएचडी स्कलरहरू उत्पादन गरेका छौँ, हजारौँ विज्ञहरू उत्पादन गरेका छौँ। तपाईँ हामी जस्ता लाखौँ अभियन्ताहरू उत्पादन गरेका छौँ, लाखौँ अभियन्ताहरू भएका छौँ। अब हामीले यसलाई धनमा कसरी बदल्ने, वनलाई धनमा कसरी बदल्ने, त्यही भएर लामो समय हामीले नेपाल सरकारका छलफल गऱ्यौँ। गर्दा गर्दै अब नेपालको खास गरेर योजनाबद्ध विकासको सन्दर्भमा 15औं योजनामा आइसकेपछि मात्रै नेपाल सरकारले वन क्षेत्र भनेको आर्थिक क्षेत्र हो भनेर बल्ल स्वीकार्यो। यो स्वीकारेको 5 वर्ष पनि छैन। त्योभन्दा पहिला वन क्षेत्र त यो हेर्ने हो, देख्ने हो, यसलाई छुनु हुँदैन, यसलाई धनमा परिणत गर्नुहुन्न भन्ने कन्जर्भेटिभ माइन्डसेट नै थियो। त्यस कारणले गर्दाखेरि अब यो हाम्रो खास गरेर दोस्रो हामी महासंघ निर्वाचित भइसकेपछि यो दोस्रो परिषद भनेको हाम्रो सर्वोच्च दोस्रो अङ्ग हो, महाधिवेशन पछिको सर्वोच्च अङ्ग हो। त्यसकारण हाम्रा 2 वर्षका हामीले गरेका नीतिहरूका, हाम्रा एडभोकेसीहरूका, हाम्रा कार्यक्रमहरूको पक्कै समीक्षा गर्नेछौँ र अब आउने हामी 2 वर्षमा अब हाम्रो खास गरेर वनलाई समृद्धिको यात्रामा कसरी अगाडि बढाउने त भन्ने बारेमा हामी हाम्रो बन्द सत्रमा पक्कै पनि तपाईहरुले छलफल गर्नुपर्ने छ। यही सन्दर्भमा हामीले आजको दिनमा आउँदासम्म हामीले थुप्रै आरोह र अवरोध पार गर्यौं। खास गरेर समुदायलाई त दिने भन्यो वन, त्यो दिने भन्ने सन्दर्भमा सामुदायिक वन बनाउँदाखेरि हाम्रा थुप्रै उपभोक्ताहरूले त्यति बेलै भन्नुभएको थियो हामीलाई, हाम्रा अग्रजहरूलाई हामीलाई भन्नुभएको थियो अहिले त यो नाङ्गो वन तपाईहरुलाई हामीलाई दिनुहुन्छ, भोलि यहाँ हामीले वन हुर्कायौं बढायौं भने वन अलि ठुला भए, सालका रुख हुर्किए भने पैसा भने भगवानको 3 नेत्र भने जस्तै जब वन एकदमै पैसा दिने बेला हुन्छ त्यति बेला सरकारले यो वन हामीबाट खोसेर लान्छ भनेर त्यति बेलै भन्नुभएको थियो हाम्रा उपभोक्ताहरूले। त्यसो हो भने के गर्ने त? हाम्रो एउटा बलियो संगठित त्यसको लागि प्रतिकार गर्ने, उपभोक्ताको अधिकार सुरक्षाको लागि लड्ने हामी एउटा संगठित शक्ति भएर हामी संगठित भएर बसौँ न त भन्ने सन्दर्भमै हाम्रो महासंघ 2052 सालमा महासंघको स्थापना भएको। त्यति बेलादेखिले हामीले खास गरेर सामुदायिक वन उपभोक्ताहरूको क्षमता विकास, पूर्व मेचीका सिकाइ पश्चिम महाकालीका सिकाइ उत्तरको सगरमाथा सम्पूर्ण देशभरि हाम्रा सिकाइहरू आदान प्रदान गर्ने र सरकारलाई अनावश्यक हाम्रो स्वायत्ततामाथि, सामुदायिक वनको स्वायत्ततामाथि हस्तक्षेप नगरोस् भनेर महासंघको स्थापना भएको र त्यो अभियानमा हामी अहिलेसम्म काबिल नै छौँ। खास गरेर महासंघको स्थापना भए पश्चात नै 54-55 तिरदेखि नै नेपाल सरकारले अलि सामुदायिक वन व्यवस्थापन राम्रो हुन लागेपछि सरकारले अब यो उपभोक्ताहरूको अधिकार कसरी खोज्नुपर्छ भनेर बेला-बेलामा जुर्मुराइरहेको छ र 53-54 मा खास गरेर नेपालको तराईको वनलाई कुनै फिनल्यान्डको एउटा कम्पनीलाई ठेक्का दिने, त्यति बेला ओएफएमपी अपरेसन फरेस्ट म्यानेजमेन्ट
प्लान भनेर तराईको वन ब्लक ब्लकमा बनाउने र त्यो विदेशी कम्पनीलाई ठेक्का दिने भनेर जुन खास गरेर अहिले पनि विगतमा वैज्ञानिक वन ल्याएको छ त्यसको पूर्व रूप भनेको 54-55 सालमै बारा पर्सातिर नेपाल सरकारले सुरु गरिरहेको थियो र एउटा फिनल्यान्डको इन्सु कम्पनीलाई ल्याएर त्यो कम्पनीलाई दिनुहुन्न भनेर हामीले ठुलो अभियान चलायौँ। त्यो अभियानलाई नेपालबाट फिन्सु कम्पनी पनि हामीले नेपालको साल इतिहासको एउटा भयानक एउटा त्रासदीबाट बचायौँ त्यति बेला नत्र त्यति बेला इन्सु कम्पनी आएको भए सालको इतिहास नै भइसक्ने थियो। र त्यतिले मात्रै भएन, तुरुन्तै नेपाल सरकारले फेरि वन ऐनमा भएको सामुदायिक वनको स्वायत्तता विशेषतः सामुदायिक वनको वन्य पैदावारहरू स्वतन्त्र रूपले मूल्य निर्धारण गरी बिक्री वितरण गर्ने सामुदायिक वनको एउटा अविच्छिन्न अधिकार हो, त्यसलाई खोज्नको लागि 55 सालमा वन ऐन 2049 र वन नियममा अलि संशोधन गर्न खोजेको थियो। त्यति बेला पनि हाम्रो कडा प्रतिवादका बावजुद हामीले हाम्रो अधिकारलाई अक्षुण्ण राख्न हामी सफल भयौँ। त्यति मात्र त्यसबाट पनि सरकार पछि गएर फेरि 57 सालमा सामुदायिक वनमा फेरि 40% कर लगाउने दुष्प्रयास गर्यो। त्यो दुष्प्रयासको विरुद्धमा पनि हामीले सडकमा थुप्रै अभियान आन्दोलन चलायौँ, तर पनि त्यति बेलाको निरङ्कुश सरकारले हामीलाई सुनेन। त्यति बेला नसुनिसकेपछि हामी त्यसको विरुद्धमा सर्वोच्च अदालतमा गयौँ। सर्वोच्च अदालतमा गइसकेपछि सर्वोच्च अदालतले के फैसला गर्यो भने यदि अहिले भएको 40% कर लिने हो भने सामुदायिक वनमा गम्भीर असर पर्दछ, त्यस कारणले यसलाई तुरुन्त खारेज गर भनेर साल र खैर र सिसौमा साल र खैर बाहेक अरू सबैमा 15% बाहेक अरू सबैमा खारेज गर्यो। त्यति बेला पनि हामीले ठुलो लडाईँ लड्नु पर्यो। त्यसपछि EIA को 200 हेक्टरभन्दा बढी सामुदायिक वनमा EIA लगाउने भनेर फेरि अर्को एजेन्डा ल्यायो। त्यसमा पनि हामी 10 वर्ष लड्नु पर्यो। त्यो एजेन्डामा त्यसमा पनि हामीले सरकारलाई घुँडा टेकायौँ र त्यति हुँदाहुँदै अब हामीले खास गरेर त्यति बेलाको निरङ्कुश सरकारले हाम्रा कुरा धेरै सुनेन भन्नका खातिर हामीले त्यति बेला केही देशका प्रमुख राजनीतिक पार्टीहरूले यो व्यवस्था अब ठिक छैन, खास गरी प्रजातन्त्र स्थानीय लोकतन्त्र र हामी उपभोक्ताको प्राकृतिक स्रोतमा हाम्रो स्थानीय समुदायको अग्राधिकार स्थापित गर्नको लागि यो सरकार ठिक छैन, अब यो सरकार फालेर अर्को नयाँ उत्तम व्यवस्था ल्याउनु पर्छ भनेर जुन नेपालका प्रमुख राजनैतिक दलहरूले 65-63 को जनआन्दोलन सिर्जना गर्नुभयो, त्यति बेला हामीलाई पनि त्यो व्यवस्थाले दिएको दुख त्यसका प्रताडनाहरू हामीले भोगेका थियौँ। पक्कै पनि अब खास गरेर कानुनी नीतिगत सानातिना टालटुले अभियानले टालटुले परिवर्तनले अब हाम्रो अधिकार स्थापित हुँदैन। हामीले अब एक धक्का राजनीतिक दलहरूलाई सहयोग गर्नुपर्छ, यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ र हाम्रो अधिकार प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार खास गरेर अग्राधिकारलाई संवैधानिक रूपले ग्यारेन्टी गर्नुपर्छ, जसले गर्दाखेरि पछि आउने जस्तासुकै सरकार आए पनि जो आए पनि हाम्रो संवैधानिक अधिकारलाई खोज्ने दुस्साहस नगर्नुहोस् भनेर हामी त्यो व्यवस्था परिवर्तनको अग्रमोर्चामा हामी सायद हामीलाई थाहा छँदैछ प्रमुख राजनीतिक दलहरूले व्यवस्था परिवर्तन राजतन्त्रको लागि अन्त्यको आह्वान गरिरहेको बेला त्यति बेला एउटा सामान्य नागरिक संगठनले पनि राजतन्त्र गणतन्त्रको लागि हाम्रो तेस्रो महाधिवेशनले हामी गणतन्त्रको लागि राजनीतिक दलहरूले आह्वान गरेको आन्दोलनमा सरिक हुने भन्ने कुरा अहिले हामी एउटा इनकेस त्यति बेलाको अभियान सफल नभएको भए त्यो हाम्रो अभियानको लागि कति एकदमै सेटब्याक हुन्थ्यो होला र हाम्रो अवस्था के हुन्थ्यो होला, तर पनि त्यो सँग पनि जुत्न सक्छौँ भनेर हामीले त्यो अभियानमा लागि हामीलाई आशा थियो। त्यही अनुसारले हामीले संविधान बन्ने प्रक्रियामा पनि हामीले स्वतन्त्र निर्वाचनको लागि खास गरेर संविधान बन्ने प्रक्रियामा स्थानीय स्रोत र साधनमा प्राकृतिक स्रोतमा स्थानीय समुदायको अधिकार स्थापित गर्ने कुरामा हामी निरन्तर लाग्यौँ, त्यो हामीले प्राप्त पनि गरेका छौँ। र यद्यपि पछिल्लो चरणमा आइसकेपछि जुन आशा भरोसाका साथ हामी अभियान र राजनीतिक अभियानमा लागेका थियौँ ती कुराहरू एकदमै हामीले प्राप्त गर्न सकेका छैनौँ। अझै पनि हाम्रा अधिकारका लडाइँहरू
पूर्व हाम्रो अध्यक्षज्यूले भन्नुभयो खास गरेर वन ऐन बनाउने कुरामा सन्दर्भमा सामुदायिक वनको स्वायत्तताको कुराहरू, सामुदायिक वन व्यवस्थापन पद्धतिका छनौट गर्ने समुदायका अधिकारका कुराहरू, सामुदायिक वनको स्रोत उपयोग गर्ने कोषको उपयोग गर्ने कुराहरूमा यी थुप्रै अहिले पनि वन ऐनले हामीलाई केही अप्ठ्यारो पारेको छ। यो कुराहरू हामीले मन्त्रीज्यूले पनि पक्कै पनि यसलाई मनन गर्नुहुनेछ। खास गरेर मेरो त पहिलोचोटि मन्त्रीज्यूसँग भेट भएको, तर उहाँको जुन एउटा तपाईँ हामीसँग घुलमिल गर्ने कला अथवा उहाँको मिजाज देखेर पक्कै पनि तपाईँहरू सबै भाग्यमानी हुनुहुन्छ जस्तो लागिरहेछ मलाई। किनभने आज दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको घामको किरणले हामी थाहा पाउँछौँ। पक्कै पनि तपाईँ हाम्रो अभियानमा मन्त्रीज्यूले हामीलाई साथ दिनुहुनेछ भन्ने उहाँको व्यक्तित्वले पनि हामीले पूर्वानुमान गर्नुपर्ने हुन्छ। र खास गरेर हामीले मुख्य कुरा हाम्रो अहिले प्रमुख सवाल भनेको अब वनलाई कसरी तपाईँ हाम्रो जनजीविकासम्म हामीले जोड्ने। हामीले अहिले पनि भनिरहेका छौँ हामीले वनलाई 4 किसिमबाट अब हामीले उद्यमशीलताबाट अहिले हाम्रो सामुदायिक वन एक उद्यम भनेर हामीले जुन अभियान ल्याएका छौँ त्यो खास गरेर हामी एउटा रुख काटेर रुखको व्यवस्थापन गरेर काठ अहिले मान्छेहरूलाई खास गरेर वन भन्ने बित्तिकै रुख काट्ने आम्दानी गर्ने त्यही मात्र एउटा विकल्प हो भन्ने एउटा भाष्य निर्माण भएको छ। हामीले यति मात्रै होइन, हामीले 4 हिसाबले वनमा आम्दानीहरू निकाल्न सक्छौँ। एउटा त काठ काटेरै अथवा काठको व्यवस्थापन रुखको व्यवस्थापन गरेर निकाल्न सक्छौँ। र तपाईँहरू त खास गरेर राजधानी वरिपरिको प्रदेश त्यो भएको हुनाले वनले थुप्रै खास गरेर इकोसिस्टम सर्भिस भन्छ पारिस्थितिकीय प्रणालीका सेवा हामीले काठ मात्रै काटेर होइन थुप्रै हामी इको टुरिज्महरू पार्कहरू निर्माण गर्छौँ। हामी रसिद काटेर पनि आम्दानी अर्को एउटा हाम्रो विकल्प हुन सक्छ। र त्यस्तै गरेर अब त्यसलाई खास गरी हामीले स्थानीय रूपमा हामीले कसरी हामीले प्रशोधन गरेर भ्यालुएट गरेर काठ काट्ने मात्रै होइन, हाम्रो सामुदायिक वनहरू मिलेर सहमिलहरू फर्निचर उद्योगहरू अब सामुदायिक वनले आफै बिल काटेर काठ काटेर रसिद काटेर बिल काटेर आफ्ना उत्पादनहरूलाई कसरी भ्यालुएट गरेर बेच्न सकिन्छ। र त्यस्तै गरेर अहिले खास गरेर विश्वमा जलवायु परिवर्तनको कुराहरू आइरहेको छ। हामी अहिले पृथ्वी ट्रिपल क्राइसिसमा छ, तेस्रो सङ्कटमा छ अहिले। एउटा जलवायु परिवर्तनको कारणले, एउटा जैविक विविधता ह्रासको कारणले, र अर्को भनेको खास गरेर पोल्युसन वायु प्रदूषण अथवा वातावरणीय प्रदूषण। हामीले वातावरणीय प्रदूषणको हिसाबले काठमाडौँमा हामीले कति भोग्नु परिरहेको छ। यी यावत सवालले अहिले कार्बन व्यापारको एउटा सम्भावना पनि छ। हामीले हावा बेचेर अथवा कार्बन बेचेर पनि यो 4 किसिमबाट हामी आम्दानी पनि गर्न सक्छौँ। यी कुराहरू हामीले हाम्रा ऐन कानुनहरूले अहिले पनि सामुदायिक वन खास गरेर सामूहिक रूपले समूह उद्यमको रूपले दर्ता हुन सक्दैन। अहिले जुन सामुदायिक वनमा एउटा उद्यम सफल भएन भन्ने एउटा भाष्य निर्माण भइरहेको छ, यो अझै पनि सामुदायिक वनको आफ्नै उद्यम दर्ता गर्न पाउँदैनन्। सामुदायिक वनमा पनि व्यक्तिको अध्यक्षको हिसाबले त्यहाँ दर्ता हुनुपर्छ। यी यावत सामुदायिक वनको दर्तादेखि सामूहिक दर्तादेखि यी कानुनहरूमा धेरै सुधार गर्नुपर्नेछ। र त्यस्तै गरेर अहिले सामुदायिक वनको लगानी पनि एकदमै कम छ। पहिला खास गरेर केन्द्रीय मात्रै सरकार हुँदाखेरि सामुदायिक वन सहयोग कार्यक्रम भनेर ठुलो धनराशि नेपाल सरकारले त्यसमा छुट्याएको थियो। अहिले प्रदेश सरकारहरू भइसकेपछि सामुदायिक वनको एउटा विशेष कार्यक्रमै छैन। सामुदायिक सहयोग कार्यक्रम भनेर हामीले कर्णाली को प्रदेश सरकारसँग धेरै लामो छलफल गरिसकेपछि त्यहाँ सामुदायिक वन सहयोग कार्यक्रम भनेर एउटा कार्यक्रमको विकास गरेको छ। र यहाँ बागमतीमा हेर्दाखेरि पनि सामुदायिक वनलाई सहयोग गर्ने भनेर छुट्टै कार्यक्रम पनि विकास गरेको छैन। त्यसकारण म माननीय मन्त्रीज्यूलाई सामुदायिक वन सहयोग कार्यक्रम भनेर एउटा छुट्टै कार्यक्रमको लागि पनि म यहाँलाई हार्दिक अनुरोध गर्दछु। र अहिले पनि अर्को खास गरेर संरक्षण क्षेत्र अहिले पनि हामी हाम्रो ठुलो भूभाग चाहिँ सामुदायिक वनले जुन जैविक विविधताको संरक्षण गरिरहेको छ त्यसलाई थुप्रै नजरअन्दाज गरेर अझै पनि निकुञ्ज बनाउने संरक्षण क्षेत्र बनाउने कुराहरू थुप्रै अझै पनि भइरहेका छन्।
र बागमती प्रदेशमा पनि थुप्रै क्षेत्रमा अब संरक्षण क्षेत्र बनाउने कुरा भएको छ। हामी दुईटा हिसाबले त्यसलाई हेर्नुपर्छ। एउटा खास गरेर संरक्षण क्षेत्र निकुञ्ज भनेको सङ्घीय सरकारको डाइरेक्ट अधिकार क्षेत्रको कुरा हो। त्यसकारण हामी सबै वन स्थानीय सरकार प्रदेश सरकारमा पुरै कन्ट्रोलमा जाओस् भन्न चाहन्छौँ। यदि संरक्षण क्षेत्र निकुञ्ज गयो भने सङ्घीय हिसाबले पनि सङ्घीय सरकारको अधीनमा आउँछ। अर्को खास गरेर संरक्षण क्षेत्रको व्यवस्थापनको हिसाबले हेर्दाखेरि सबै संसारको सबैभन्दा एकदमै महँगो मोडेल हो। अहिले पनि नेपाल सरकारको वन मन्त्रालयको बजेट हेर्नुहुन्छ भने नेपाल सरकारको वन मन्त्रालयको बजेट एभरेजमा 15 देखि 16 अरब हुन्छ। त्यो 15 देखि 16 अरब बजेट तपाईको नेपालको राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र व्यवस्थापनको लागि कति जान्छ तपाईले अनुमान गर्न सक्नुहुन्छ? 8 अरब पैसा चाहिँ नेपालको 23% वन व्यवस्थापन संरक्षण गर्न 8 अरब खर्च गर्नुपर्छ। जबकि 37% भूभाग सामुदायिक वन तपाईँ हामीले व्यवस्था गरिरहेका छौँ। नेपाल सरकारले कति छुट्याएको छ? त्यसको स्पेशल डेडिकेटेड कहीँ पनि छैन। सामुदायिक वन कार्यक्रम भनेर 1 पैसा पनि छुट्याएको छैन नेपाल सरकारले। कहिलेकाहीँ जलवायु परिवर्तनका नाममा उद्यमका नाममा जाने पैसा छुट्टै हो, तर सामुदायिक वनमा नेपालको 37% वन व्यवस्थापनमा नेपाल सरकारले 1 पैसा पनि छुट्याएको छैन। जबकि 8 अरब पैसा निकुञ्ज व्यवस्थापनको लागि छुट्याएको। त्यो निकुञ्ज व्यवस्थापन भनेको कस्तो महँगो मोडेल हो। तपाईँ हामीले अहिलेसम्म गरेको अरबौँको खरबौँको हामीले योगदान गरिरहेका छौँ, त्यसको मान्यता भएको छैन। त्यस कारणले गर्दाखेरि अब खास गरेर हाम्रो आउने वनलाई व्यवसायिक रूपले कसरी अगाडि बढाउन सक्छ, सामुदायिक वनलाई उद्यमलाई कसरी प्राथमिकता गर्न सकिन्छ, यी यावत विषयहरूमा तपाईँहरूको छलफल हुनेछ। पक्कै पनि यो अभियानमा तपाईँहरूले लगेको अभियानमा सामुदायिक वन उपभोक्ता महासङ्घ सचिवालयको एकदमै साथ र सहयोग हुनेछ। यति भन्दै यो तपाईँहरूको खास गरेर दोस्रो परिषद सफल रूपले सफल हुनेछ।